अब यसबीचमा एउटा तपाईँले कहीँ कतै भाँडा माझ्न लगाएको कुरा पनि गर्नुभएको छ। के हो यो भाँडा माझ्न लगाएको भन्ने कुरा चाहिँ? भनेको मलाई भाँडा माझ्न लगाएको होइन, तर अर्गनाइजरको हामी जस्तो कसैको घरमा खाना खान जान्छौँ नि होइन, त्यहाँनिर चाहिँ उहाँहरूले चाहिँ कुनै हिरोइनको कुरा सुनाएर उता हाम्रो घरमा 15 दिन बसेर भाँडा माझेर भात पकाएर गरे कि यो तरकारी चाहिँ मिठो पकाउँदै रहेछन् भनेर भन्नुभयो। एकदमै जसलाई चाहिँ म देखेँ भने पनि ओ माई गड भन्छु क्या, त्यस्तो कलाकारलाई उहाँले भन्नुभयो। अनि अर्कोमा त्यो त्यसले 1 नम्बरको भिखारी रहेछ, त्यसले त यति सयको ज्याकेट किनि माग्यो। यसरी चाहिँ जो बाहिर उहाँहरूले सुनाउनुहुन्थ्यो क्या, हामीले यसले यतिवटा टी सर्ट किनेर पठाएको, यो कलाकार त यस्तो रहेछ नि यार, यो त यस्तो गर्ने, यो त ननुहाउने, यस्तो यस्तो कुराहरू भन्दाखेरि चाहिँ मलाई चाहिँ उहाँहरूको कुरामा रमाइलो लाग्थेन क्या, मलाई चाहिँ चित्त दुख्थ्यो क्या। किनभने कलाकार भनेको चाहिँ मेरो फ्यामिली जस्तो लाग्छ। जस्तै कसैले रचनाको बारेमा नराम्रो भनिरहेछ, कसैले समीक्षाको बारेमा नराम्रो भनिरहेछ, कुनै कलाकारको नराम्रो भनिरहेछ भने मलाई त्यो कुरामा खुसी लाग्दैन क्या। मलाई त्यो कुरामा चाहिँ कहाँ दुख्या जस्तो हुन्छ। अनि तीमाथि आफूले त्यस्तो सोचेको हिरोइनहरूको बारेमा त्यस्तो भन्दा नि मलाई पनि त त्यस्तै भन्छन् नि त, भन्दैनन् त। हाम्रोमा यसो गर्छन्, अनि मलाई चाहिँ त्यो नभनुन् भन्ने कुरा हो।